पार्क हो यो बुद्ध पार्क बनाउने प्लानिङ हो यो सोलुखुम्बु नगरपालिका 10 को हजुर यो हामी कुन ठाउँमा छौँ अहिले नम्बर 12 यो डाँडापानी र यो सिंगारेको बिचमा ओके पर्यटन फोक्टे डाँडा भन्छ ओके र यसलाई स्पेशली बुद्ध पार्क माथि टपमा चाहिँ बुद्धको स्ट्याचु बनाउने प्लान गरिएको छ ओके फ्युचर प्लानिङ हजुर फ्युचर ओके अनि पर्यटन प्रवर्धनको लागि हजुर स्पेशली पर्यटन ओके ल अहिले तपाईँलाई प्रत्यक्ष रूपमा देखिरहनु भएको छ अध्यक्षज्यूले जुन तपाईँलाई दिनुभएको छ यसको विवरणको बारेमा यस जुन फोक्टे डाँडामा जाने जुन बाटोमा अहिले गाउँपालिकाले पहिल्यैदेखि नै यो निर्माण गरेर चाहिँ यो 250 भन्दा बढी चाहिँ स्ट्यापहरू बनाएर यसलाई चाहिँ उहाँहरू चाहिँ निर्माण गरिसकेका छन् र पूर्ण भइसकेका छन् र अब भने हामीले चाहिँ यहाँ चाहिँ अब बुद्धको चाहिँ एउटा बुद्धको चाहिँ 35 फिटको चाहिँ एउटा बुद्ध भ्यू पार्क भनेर चाहिँ बाई टिकटक भनेर चाहिँ हामीले यो बुद्धको चाहिँ मूर्तिलाई चाहिँ निर्माण गर्दैछौँ र यसको लागि चाहिँ सम्पूर्ण साथीहरूको संसारबाट देखिरहनु पर्छ यो 360 भ्यू यो बुद्ध पार्कको जुन खालको चाहिँ तपाईँको यस सोलुखुम्बु मतलब नभएर अखुलढुङ्गा रामेछाप जिल्लाले तपाईँले 360 भ्यू देख्न सक्नुहुन्छ र यहाँ चाहिँ एउटा सिजनमा फेब्रुअरी मार्चमा गुरुवासको फुल फुलेर चाहिँ एकदमै रमाइलो देख्ने संसारले एउटा मनोरञ्जन लिने एउटा चाहिँ पार्क बनिन्छ यो टिकटक पार्क त्यस कारणले गर्दाखेरि सम्पूर्ण साथीहरूले तपाईँले यो खेल्ने गेमबाट चाहिँ हामीले 99% प्रोसिड चाहिँ यस बुद्ध भ्यू पार्कलाई नै हामीले दिनेछौँ र जुन नोभेम्बर 1 को म्याचमा सम्पूर्ण साथीहरूले पार्टिसिपेट गरिदिनु र अहिले हाम्रो अध्यक्षज्यूले चाहिँ यहाँ चाहिँ तपाईँहरूलाई देखाइरहनु भएको छ जुन 360 भ्यू कुन ठाउँबाट यो फोक्टे डाँडाबाट चाहिँ देखिने यो बुद्ध पार्क निर्माणको जुन जग्गा 16 रोपनीभन्दा बढी जग्गाहरूबाट चाहिँ तपाईँहरूले हेरिरहनु भएको छ यहाँ सम्पूर्ण साथीहरूले तपाईँहरू देखिरहेको छ यो जुन अक्टोबरको महिनामा एकदमै राम्रो एकदम मौसमले चाहिँ यो चारै दिशाको चाहिँ तिनै 360 भ्यूको हिमालको मनोरञ्जन तपाईँले लिन सक्छ अहिले जाँदै तल जाँदाखेरि तपाईँले देख्नु भइरहेको छ यो यसपछि अघि हामी एक बाटोबाट अहिले अर्को बाटोबाट गएर चाहिँ हामीले चाहिँ त्यहाँ गइरहेको छ र यो स्ट्याप फेरि अर्को स्ट्याप निर्माण गरेर तपाईँले तल जाँदा चाहिँ हामीले चाहिँ यहाँ चाहिँ विभिन्न खालको स्ट्याप मात्र नभएर पब्लिकको बाथरुमदेखि लिएर विभिन्न खालको यहाँ चाहिँ बगैँचाहरू निर्माण गर्दैछौँ तपाईँहरूले देखिरहनु भयो अहिले हामीले चाहिँ अध्यक्षज्यू र सम्पूर्ण गाउँको साथीहरू त्यहाँको चाहिँ गाउँको चाहिँ यो यसको समितिको साथीहरू गएर चाहिँ तपाईँहरूलाई प्रत्यक्ष रूपमा तपाईँहरूले हेर्नुभएको छ यसको विवरणहरू अब तपाईँहरूले जुन खालको यो नोभेम्बरको 1 को टिकटकको म्याच हुँदैछ यो एकदमै संसारले देखिरहने यो म्याचमा तपाईँहरू सम्पूर्ण साथीहरूले पार्टिसिपेट भएर चाहिँ यो 75 लाखदेखि 90 लाखको यो योजना यो जुन बुद्धको एउटा चाहिँ हामीले चाहिँ मूर्ति राखेर यसलाई संसारको पर्यटकहरूलाई एउटा रमाइलो दिलाउने यो बुद्ध भ्यू पार्क बाई टिकटकलाई सम्पूर्ण साथीहरू तपाईँहरूले चाहिँ एकदमै सहभागी भएर तपाईँको धेर मात्रामा धेरै सम्पूर्ण साथीहरूले एउटा कुरा तपाईँहरूले चाहिँ भ्यू अर्को कुरा भनेको चाहिँ डोनेसन तपाईँहरूले कति गिफ्टिङबाट अर्को कुरा भनेको चाहिँ हामी 5 वटा लाइनको चाहिँ एउटा पनिसमेन्ट पनि खेल्दैछौँ र विभिन्न कुराबाट चाहिँ सम्पूर्ण साथीहरूले तपाईँहरूले चाहिँ पार्टिसिपेट हेर्नु होला र तपाईँले आवश्यक एक दिन तपाईँहरू यो पार्कमा गएर तपाईँहरू आफै टिकटक बनाएर फेरि पनि टिकटकमै यो सामाजिक सञ्जालमा तपाईँले देखाउनेछन् त्यस कारणले गर्दाखेरि यो संसारको पहिलो म्याच र पहिलो उदाहरण टिकटकको उदाहरण 2019 देखि जुन टिकटक जन्माएकोदेखिको अहिलेसम्मको म्याचमा तपाईँले प्रत्यक्ष रूपले तपाईँले यो म्याचबाट चाहिँ जति पनि हामीले केही राम्रो समाजको लागि देशको लागि र देशको विकासको निम्ति हामीले केही गर्नु सक्दछ भन्ने कुरा तपाईँहरूले यहीबाट नै तपाईँले एउटा उदाहरण राखेर पछिल्लो को जेनेरेसन एउटा फ्युचर जेनेरेसनलाई हामीले सयौं वर्षसम्म हाम्रो नाम राख्ने गरी तपाईँहरूको जति पनि एमबीपी 1 देखि 15 जना एमबीपीहरू जसले चाहिँ ठुलो कन्ट्रिब्युसन गर्छ उहाँहरूको नामहरू यहाँ चाहिँ बुद्ध भ्यू पार्कमा चाहिँ लेखिएको हुन्छ र तपाईँहरूको एउटा तपाईँहरूलाई फेरि मायाको चिनो पनि हामी प्रदान गर्छौँ भन्दै सम्पूर्ण साथीहरूको साथ र माया र दया तपाईँहरूले हाम्रो देशप्रतिको लागि एउटा टुरिज्म र एउटा देशप्रति दिने माया हामी संसारमा जहाँ छरेर बसेको गैरवासी नेपाली सम्पूर्ण साथीहरू सहभागी भई यो नोभेम्बर 1 1 बजी अमेरिकन युएस टाइम र 10:45
PM नेपाल टाइमको लागि सम्पूर्ण साथी आएर साथ दिनुहुन म विनम्र अनुरोध गर्दै म एसी शेर्पाको तपाईँको जहिले पनि यसप्रति तपाईँहरूलाई हाम्रो यो सामाजिक सञ्जालमा एउटा 5 मिनटको गेमबाट हामीले के गर्नु सक्दछ भन्ने कुरा हामी देखाउँछौँ। थ्याङ्क यू सो मच।